मैले दिएको चाहिँ खानु नहुने। आउट मेरो पारा त्यस्तै छ। ला ओडाको बैठक सुरु भयो। ए चन्द्र चिया बना। बेलु बैगन तेरो ढाड चिलाएको तेरो चाहिँ लुतो सुतो आएर ढाड चिलाएको होला त भन्दै त छु त म। वाट ठुलै कुरो पो गर्यो चाहिँ यसलाई त नि मुन्ने। A few moments later. खत्तम। ससुर छोटी छोरीसँग प्या 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 प्या। माशाल्लाह मसाला पढे लेखेको केही पनि छैन त्यहाँ के टिपिरहेछ भन त। ए नाति लिसन लिसन के पनि नजाने जस्तो पो गर्छ चाहिँ यसले त मलाई। यो एक भइहाल्यो, यो प्लेट, यो टाउको चाहिँ भैँसीको टाउको, बफ यो डल्ला 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 चाहिँ मोमो। त्यसो नबोल्नु न बुवा, हेर्नु त बाघ कराइरहेछ। राति नै आएर बाघले घिसारेर लग्यो भने हात्तीसम्म भए चाहिँ कुन्नी कसो बिचारो बाघ। एउटा गाउँ खाने कथा सोध्छु, मिलायो भने पैसा दिन्छु। सोध्न त गाउँ खाने कथा त म फ्याट्टै सोध। गाउँ खाने कथा के छ भने नपाउनेले केरा पायो, बोक्रैसँग खायो। के हो? त्यो त मै हो नि। मेरो पारा त्यस्तै छ। होइन के हुलिया बनाएर हिँडेको यो? तिमीहरूको जस्तो हो र हाम्रो लभ? तिमीहरूको त माया मात्रै साटासाट, हाम्रो त लुगै साटासाट। नगर्नु माया गरिसकेपछि यसै गरी गर्ने हो। केही सिक मबाट। कालु पोइन्टमा टालो हाल्नु छ, जाउँ हिँड। पोइन्टमा टालो हाल्नु छ अनि काक्सको छम्बाको चाहिँ के छ हालखबर? काक्सको छम्बाको चाहिँ के छ हालखबर? मुन्नी माछा आइसकेछ। अब माछाको झोलसँग मुरै खाने। मुरै माछाको झोलसँग मुरै खाने हो कुरो। ए भाइ अघि भन्दै हुन्थ्यो कि माछामा इन्ट्रेस्ट छैन। माछा पो मन पर्दैन भने माछाले त मन परिहाल्छ। आइलागेको गोठे उठाएको जस्तो लाग्यो मुलाई त। आर यु कमेडी मी?